अन्य स्थानहरूमा जानका लागि यात्रा तय गरी चितवन जिल्ला प्रवेश गरेका र सवारी आवागमन बन्द भएको कारण गन्तव्यमा पुग्न नपाएर होटलमा बस्ने यात्रुहरूलाई जिल्लाभरिका सबै प्रकारका होटलहरूले विगतमा लिँदै आएको कोठा भाडामा 75% छुट गरी 25% शुल्क मात्र लिई सेवा उपलब्ध गराउने। त्यस सँगसँगै हामीले यसमा पछाडि अर्को निर्णय हामीले के राखेका छौं भने यसरी भाडा छुटमा बस्ने ग्राहकलाई फरक व्यवहार नगरी सम्मानजनक व्यवहार पनि गर्नुपर्ने। प्रस्तुत निर्णय कार्यान्वयनको अवस्थाको अनुगमन होटल संघ चितवन र जिल्ला प्रहरी कार्यालय चितवनबाट गरी यस निर्णय विपरीत शुल्क लिएको पाएमा कानून बमोजिम कारबाही गर्ने। यस निर्णय कार्यान्वयनको लागि फोकल पर्सनको रूपमा होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट कृष्ण मोबाइल नम्बर 9855141180 लाई तोक्ने गरी हामीले निर्णय गरेका छौं। सड़कको कुरा चाहिँ अहिले हामीले चाहिँ 6 बजेदेखि सबै प्रकारका सवारी साधनको आवागमन हामीले चाहिँ निषेध गरेका छौं। यो भोलि बिहानसम्मको अवस्था हेरेर त्यही किसिमले चाहिँ सुरक्षित चाहिँ परिस्थिति निर्माण जसरी हुन्छ चाहिँ त्यो परिस्थितिलाई हेरेर हामी सडक सुचारू हुने अवस्था रह्यो भने हामी बस्छौं, सहजीकरण गर्छौं। अर्को सूचना तपाईहरु मार्फत बाहिर ल्याउँछौं र अगाडि सूचना कहाँबाट जाने? हजुर बिहानसम्मलाई।